यो भिडियो बनाउनेको चक्करमा के गर्नुपर्छ। आज जन हामीले सौगात मल्ल दाइको डान्स कपी हान्न लाको कहाँ सकिन्थ्यो र। तपाईहरुलाई फेरि स्वागत छ मेरो छोटो मिठो भ्लगमा। फाइनली कति दिनपछि आज भिडियो बनाउनको लागि निस्केको छु। तपाई मसँग फेसबुकमा फ्रेन्ड हुनुहुन्छ भने तपाईलाई पक्कै थाहा छ होला। मैले बीचमा 1 महिनासम्म भिडियो बनाउन सक्दिन भनेर भनेको थिए। भन्न त 1 महिनासम्म भिडियो बनाउन भनेर भने, तर 8-9 दिनपछि नै मैले भिडियो बनाउन स्टार्ट गर्दै छु। अलिकति आफ्नै पर्सनल प्रब्लम थियो त्यही भएर। तर साच्चै म त भिडियो बनाउन यति एडिक्ट भइसके नि, भिडियो नबनाउँदा त कस्तो खाना खाने मन पनि नलाग्ने के। अब नाटक पारे भन्नु होला, तर साच्चै गाइज मैले भिडियो नबनाउँदा त कस्तो हुने, कतिखेर भिडियो बनाउँला भन्ने मात्र सोचाउने। ल अरु कुरा पछि गर्दै गरौँला। उहाँ चाहिँ हाम्रो जुना म्याम, उहाँ हेर्दा जति राम्रो मनको पनि त्यति राम्रो हुनुहुन्छ। हाम्रो म्यामको हल्का तारिफ हान्दिएको के। आज हामी उहाँसँग जाँदैछौँ हाम्रो भिडियो बनाउन। अनि हाम्रो प्रोफेसनल क्यामेराम्यान मेरो भाइ अघि नै हाम्रो म्यामको क्लासमा आएर हामीले प्र्याक्टिस गरिसक्यौं। अब लोकेसनमा जाने, त्यहाँ गएर सुट मात्र गर्ने। आज हामीले त्यही 2-3 वटा भिडियो बनाउने हो। तर हामी मेन कुन भिडियो सुट गर्न जान लागेको थाहा छ? अहिले सौगात मल्ल दाइको एउटा गीत निस्केको छ, भाइरल गोर्खे मुभी आउन लाग्छ नि, त्यसको बतासैले उडाइलायो भन्ने गीत। हुन त यो गीत पुरानो हिरो शिव श्रेष्ठको मुभीको गीत रहेछ। त्यही गीतले रिमेक बनाएको छ। अनि साच्चै यो गीतमा सौगात मल्ल दाइलाई क्या दामी देखेको के। एक्टिङको त म फ्यानै हो उहाँको। अहिले त डान्सको पनि भए। अलिकति उहाँको जस्तो लुक बनाएर कपी गरौँ भनेको डान्स हेरौँ कस्तो हुन्छ। पहिलो चोटि ट्राई गर्दै छु म। ड्रेस अप चाहिँ त्यस्तै लिएर आएको छु, तर लोकेसन पनि सेम त्यस्तै चाहियो नि त हामीलाई पनि। ल कुन लोकेसनमा जाने होला भनेर सोचिरहेको थियौं। अनि हाम्रो जुना म्यामले भन्नुभयो टोखादेखि माथि एउटा ठाउँ छ झोर बोडेश्वर मन्दिर भनेर, त्यहाँ एकदमै राम्रो छ रे भन्नुभयो। त्यही भएर डाइरेक्ट हामी यही आएको। हेर बिरु अरु थाहा छैन, भिडियो चाहिँ राम्रो आउनु पर्यो है। श्री बौडेश्वर महादेव गुफा झरना हाम्रो काठमाडौँमा यति राम्रो ठाउँ छ, तर मलाई थाहा छैन। के हो शिबु तेरो पारा। जुन म्यामले भन्नुभयो पहिला हामी दर्शन गरौँ अनि त्यसपछि भिडियो बनाऊँला। आफूलाई फेरि यस्तो ठाउँमा जान यस्तो डर लाग्छ नि, डराई भए पनि दर्शन गरियो। तर भित्र एकदमै राम्रो थियो गाइज साच्ची। अनि पशुपतिमा जस्तो यहाँ पनि बाहिर शिवलिङ्गहरू राखेको रहेछ, कस्तो सुन्दर देखेको हेर्नु त। अब चाहिँ हाम्रो पहिलो भिडियो सुट यही हुन्छ। यो झरनामा भिडियो चाहिँ बवालै बन्छ है। त्यही हो नाच्न अलि गाह्रो हुन्छ, तर एडजस्ट गरिहाल्छौँ हामीले। अनि गाइज यो भिडियोहरु चाहिँ हामीले अपलोड गरिसकेको छौं है, ढिला नगरी गएर हेर्न सक्नुहुन्छ प्रोफाइलमा। अब चाहिँ अलिकति लोकेसन चेन्ज गर्नु पर्यो गाइज, कति एउटै झरना देखाइराख्नु। त्यही भएर हामी तलदेखि माथि आयौं। अब यो ब्याकग्राउन्डलाई हामीले युज गर्छौं। के हो मैले त खत्रै डाइरेक्ट गर्छु क्या हो, यस्तो खतरासँग सिकाइरा छु। फाइनली हाम्रो यहाँको टेक सक्यो। अब चाहिँ माथि लिने हो। अहिलेसम्म हामीले अर्को गीतमा बनाइरा थियौं, अब त मेन छ अझै। म त एक्साइटेड छु है गाइज, र अलिकति नर्भस पनि। कस्तो पो देखिने हो मलाई। अब यो भर्याङ कसरी चढ्ने, बाप रे। तपाई हिँड्न सक्नुहुन्छ? आजै झन् घाम यति चर्को लागिरहेछ, त्यही माथि झन् मेरो जुत्ता टाइट छ। यहाँ माथि बाटोसम्म पुग्दा त दिनमै तारा देख्यो भने मान्छेहरू यति टाढा यति माथि कसरी हाइकिङ गर्न सक्छन् हौ। ल मैले ड्रेस चेन्ज गरेर बसिसके, बस बाहिरबाट यो लगाउन बाँकी छ। तर गाइज यो बाउला चाहिएन मलाई। सौगात दाइले साइडबाट खुल्लावाला लगाउनु भएको छ, त्यही भएर यो हटाइदिम भनेको च्यात्तिएन। आफूसँग फेरि काट्ने पनि केही छैन। अघिदेखि ट्राई गरिरहेको छु, बल्ल च्यात्तियो। आइच अब चाहिँ